नमस्कार साथीहरू, म अजित खामला राई। स्वागत छ तपाईहरूलाई आजको हाम्रो विशेष यात्रा ब्लगमा। आज हामी सुरु गर्दैछौँ हाम्रो रमाइलो ट्रेक काली खोलादेखि तिम्बुङ पोखरी ताप्लेजुङ। यो पोखरी समुद्र सतहदेखि करिब 4400 मिटर उचाइमा अवस्थित छ, जहाँ पुग्न साथ मन र आत्मा दुवै शान्त हुन्छ। यो यात्रा केवल एउटा पदयात्रा होइन, यो प्रकृतिसँगको आत्मिक अनुभव हो। हामी अहिले काली खोलामा छौँ। बिर्तामोडदेखि काली खोला पुग्न 1 दिन लाग्यो, समुद्री सतहबाट करिब 1200 मिटरको उचाइमा। यहीँबाट सुरु हुन्छ हाम्रो यात्रा, जुन क्रमशः जङ्गल, गोठहरू र डाँगाकाँडाबाट हुँदै तिम्बुङ पोखरी पुग्छ, जुन ताप्लेजुङ जिल्लाको सबैभन्दा सुन्दर प्राकृतिक गन्तव्य मध्ये एक हो। बाटोमा स्थानीय समुदायका बासिन्दाहरू भेटिन्छन्। उनीहरूको मुस्कान र आतिथ्य नै यात्राको ऊर्जा हो। बाटोमा कहिलेकाहीँ हल्ला गर्छ हावाले, कहिलेकाहीँ बोल्छन् चराहरू, अनि कहिलेकाहीँ त केवल आफ्नै सासको आवाज सुनिन्छ। जति माथि चढ्दै जाँदा त्यति नै बदलिँदै जान्छ प्रकृति। हरियो वन, उकालो बाटो अनि बिस्तारै देखिँदै जाने हिमालको झल्को, यिनै छन् ट्रेकको असली आकर्षण। आजको हाम्रो बास यही नुनथलामा हुनेछ र हाम्रो 2 जना साथीहरू चाहिँ माथि चौरी गोठमा बास बस्नु भएको छ। भोलि बिहान सबेरै हामी उकालो तिम्बुङ पोखरीतर्फ अघि बढ्नेछौँ।
बाबु र अन्ततः लामो यात्रापछि हामी आइपुग्यौं टिम्बुङ पोखरी। समुद्री सतहबाट करिब 4400 मिटरको उचाइमा रहेको यो पवित्र पोखरी टिम्बुङको मतलब गोलीको आवाज हो। यहाँ पोखरीबाट कहिलेकाहीँ बन्दुक जस्तो आवाज आउने विश्वास छ, त्यसैले यो नाम रहन गएको हो। यो पोखरीलाई बोल्ने पोखरी पनि भनिन्छ। स्थानीयहरूको विश्वास छ यहाँ पूजा गरेर मागेको मनोकामना अवश्य पूरा हुन्छ। यहाँबाट कञ्चनजङ्घा लगायतका हिमालहरू अत्यन्तै नजिक र भव्य देखिन्छन्। यदि तपाईँ प्रकृति प्रेमी हुनुहुन्छ भने टिम्बुङ पोखरी तपाईँको यात्रा सूचीमा पक्कै हुनुपर्छ। यात्रा कठिन छ, तर पूरा भएपछि तपाईँ महसुस गर्नुहुनेछ यो केवल गन्तव्य होइन, आत्माको शान्ति हो। धन्यवाद साथीहरू। यो यात्रा भिडियो मन परेमा लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोस्। अर्को यात्रामा फेरि भेटौँला। नमस्ते।